म कुनै कविता होइन, तर मेरो भावनाहरूले मनको ढोका खटखटाएर कलमले शब्दमा कोडिएका ती भावनाहरू हुन्। अब यसलाई कृपया गरी तपाईहरू आफ्नो आफ्नो मनमा अटाइदिनुहोस्। सायद खुसी नै हुनु थियो होला, सायद खुसी नै हुनु थियो होला। यो उदास मुहारमा पनि मुस्कान आउनु नै थियो होला। त्यसैले त तिमी आयौ, त्यसैले त तिमी आयौ। सायद यो दुःखहरू भुल्नु नै थियो होला। यो चोटहरू पनि मेट्नै थियो होला, यो चोटहरू पनि मेट्नै थियो होला। त्यसैले त तिमी आयौ मेरो चोटहरूमा मलम बनिएर, मेरो चोटहरूमा मलम बनिएर। अब तिमी आउनु त आयौ, अब तिमी आउन त आयौ। कुनै फुलको सुगन्ध जस्तै नमेटिदेऊ। आउनु त आइहाल्यौ, तर फर्केर जाने बाटो भुलिदेऊ। आइहाल्यौ, तर फर्केर जाने बाटो भुलिदेऊ। धन्यवाद।